र बेलबारीको तर्फबाट यो थैली छुटेको छ। बेलबारीको साकेला सिल्लीको तर्फबाट थैली छुटेको कारणले तपाईहरुले यहाँ सम्पर्क गरेर आफ्नो थैली लिन सक्नुहुन्छ। हामी उल्लाबारीको तर्फबाट साकेला सिल्ली सुरु भएको छ र आदरणीय महानुभावज्यूहरू हाम्रा विभिन्न ठाउँबाट पाल्नुभएका साकेला सिल्ली टोलीहरूले यहाँको माझमा आफ्नो वेशभूषा सहित आफ्नो जाति संस्कृति संस्कार सहित उहाँहरू तपाईहरुको माझमा यो आइराख्नु भएको छ। उहाँहरूको यो साकेला सिल्लीलाई हेरेर तपाईहरुले मनोरञ्जन लिइरहनु भएको छ भन्ने हामीले पूर्ण विश्वास राखेका छौँ र उल्लाबारीको तर्फबाट कोही व्याख्या गर्नका लागि रामकुमार राईज्यूलाई टोली प्रमुख हुनुहुन्छ। उहाँलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यस पश्चात हाम्रो एलबी सुब्बाको तर्फबाट प्रमुख झापाबाट हाम्रो चाहिँ लिम्बीको तर्फबाट पालन हुनेछ र उहाँलाई हामी समय दिनेछौँ भन्दै अब उल्लाबारीको तर्फबाट केही भाषण गरिदिनु हुनको लागि म हार्दिक निवेदन गर्न चाहन्छु। धन्यवाद। कार्यक्रम सञ्चालिका चेली 5085 एलेदोङ उभौलीको अवसरमा किराँत राई आयोगका 35 संस्थाको आयोजनामा यो कार्यक्रम हुन गइरहेको यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, यसमा सम्पूर्ण कलाकार मित्रहरू र अतिथिज्यूहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरूलाई उल्लाबारीको तर्फबाट सेवा भन्न चाहन्छु। उल्लाबारीलाई निमन्त्रणा गर्नुभए बापत यहाँ आगमन भएर आफ्नो सिली प्रस्तुतीकरण गर्ने क्रम भएको छ। विशेष गरेर यो सिली यहाँले देख्नु भएको छ, यसलाई मोछामा सिली यानि हाम्रो देउता सिली, यो सबभन्दा ठुलो किराँतीहरूको एउटा सिली हो। यो सिलीलाई यहाँले देखिरहनु छ। साँच्चीकै हाम्रो पुर्खाहरूले हामीलाई सुम्पेको सिलीहरूमध्ये यो सबभन्दा यो नगरी नहुने सिली मोछामा सिली हो। यसलाई यहाँले अवलोकन गरिदिनु भएको छ। हामी किराँतीहरूको गुरु भनेकै प्रकृति हो। प्रकृतिले जे दिएको छ अर्थात् प्रकृतिले जे सिकाएको छ त्यसलाई नक्कल गर्दै आएका हाम्रो पुर्खाहरूले आज पुस्ता हस्तान्तरण हुँदै जाने क्रममा यहाँ आइपुगेका छौँ र पुर्खाहरूलाई हाम्रो सम्मान छ र यो वैज्ञानिक छ। साँच्चीकै भन्ने हो भने यो एउटा अकालले यस्तो वैज्ञानिकले प्रमाणित गरिसकेको हामीले विशेष गरेर किराँतीहरूलाई दिएका समाज लगायतका 10वटा समुदायहरूमध्येका राईहरूले यो होलीलाई पूजा गर्ने, होली दिन हामी बाँच्न नसकिने यो सिलीलाई विशेष गरेर उनीहरूले प्रकृतिलाई हेरेर प्रकृतिको बारेको देखेर त्यसैलाई नक्कल गरेका छन्। हाम्रो गुरु भनेकै प्रकृति हो। यहाँका मूलवासी भूमिपुत्र आदिवासीहरूमध्येका सबभन्दा पुरानो मूलवासी भनेकै किराँतीहरू यानि किराँतमा पर्ने राईहरू। यसले हामीलाई विभिन्न चरणहरू पार गर्ने कुरामा, हाम्रा शासनहरू गर्ने कुरामा, सुशासनहरू गर्ने कुरामा हाम्रा राजाहरू, प्रथम राजा यलम्बरले विभिन्न कठिनाइहरू पार गर्दै 32 पुस्ता राईहरूले यहाँ शासन गरेको देखिन्छ। यसै क्रममा हामीले चप्रेमा यानि चासुनी सिलीहरू त धेरै हुन्छ, तर त्यो चासुनी सिलीमा धान रोप्ने सिली, यहाँनिर बाउसे गर्ने, ठेउरीले सम्माउने गर्ने हाम्रो विशेष गरेर माइतीहरूले गरेको छ भने चेलीहरूले बिउ खेल्ने रोप्ने कामहरू गरिरहेको छ र यो
धान रोप्ने सिमी यानि चासुनी सिमीलाई यहाँहरूले अवलोकन गरिरहनु भएको छ। यसै क्रममा विभिन्न जीवनयापन गर्ने कुराहरूमा घर सरसफाइ गर्नको निमित्त झाडु कुचोहरू लगाइरहेको, ओखलमा हामीले धान कुटिरहेको, गाई पालेर हामीले विभिन्न किसिमले दही मही दुधहरू खाइरहेको, नाङ्लोमा केलाइरहेको, पानी नहुने भए तापनि पानी पर्दाखेरि घुमहरू लगाइरहेको, हाम्रो विशेष गरेर 3 चुलालाई हामीले पाखालुङ माखालुङ हामीले हुन्मालुङ भनेर व्याख्या गरिन्छ। आज साँच्चीकै एउटा खुसीको यो चाड भनेर हामीले भन्नुपर्ने हुन्छ। यो चाड हाम्रो एउटा उत्साह र हामीलाई जोस जागरले भरिभराउ गरेको सबै यहाँ उपस्थित भएको मित्रहरूले महसुस गरेका छौँ। हाम्रो सामुन्ने हामीले देख्दैछौँ 3-4-5 वर्षको बालकहरूले परीक्षा गरिसकेको छ, गरिरहेको छ। उहाँहरूले गोडालो चलाउनलाई अभ्यास गरिरहनु भएको छ।